तपाईँ हेर्दै र सुन्दै हुनुहुन्छ रेडियो जनकपुर 97 मेगाहर्ज मिथिला नगरपालिकाबाट सञ्चालित अनलाइन कक्षा। तपाईँहरूले मिथिला नगरपालिकाको वेबसाइटमा गएर हेर्न र सुन्न सक्नुहुनेछ। धन्यवाद। नमस्कार, तपाईहरु सुन्दै हुनुहुन्छ जनकपुर रेडियो 97 मेगाहर्जबाट सञ्चालित अनलाइन क्लासमा कक्षा 8 को नेपाली विषय शिक्षण गर्न म तपाईहरुको सामु आज पनि उपस्थित भइसकेको छु। आजको कक्षामा भाइ बहिनीहरु, आज हामीले जुन क्लास गर्ने हिजोको विषयवस्तु थियो त्यो विषयवस्तुलाई अगाडि बढाउँदै सधैँको जस्तै विषयवस्तुलाई अगाडि बढाइरहेका छौं, जसमा हिजो हामीले जुन पाठ्यक्रममा नेपाली विषयको कक्षा 8 को जुन छ हामीले पाठ 2 को भाग्य कथाको सारांशको बारेमा मैले तिमीलाई जानकारी गराएको थिएँ। कथा के हो, कथाले के गर्नुपर्छ, कथा हुनलाई के विषयवस्तुहरू हुनुपर्छ, कथा भनेको के हो र यसले के गर्दछ भन्ने कुरालाई मैले तिमीलाई हामीले त्यसबाट के सन्देश पाउनुपर्छ भन्ने कुरालाई तिमीलाई बोध गराइसकेको छु भाइ बहिनीहरू। आज हामी त्यसै विषयलाई लिएर जुन हामीले तेस्रो अनुच्छेदसम्म हिजो गइसकेका छौँ, जुन पात्रको चरित्र चित्रणमा मैले तिमीलाई भनेको थिएँ, सबैभन्दा पहिले मुख्य पात्र र गौण पात्र भनेर पात्रहरूको पनि विभाजन गरिएको हुन्छ कथामा। मुख्य पात्रले त्यो कथाको विषयवस्तुलाई कसरी अगाडि बढाइरहेको हुन्छ, कथाले विषयवस्तुको सारांश अथवा कथामा कसले जुन पात्रले खेल्नुपर्ने भूमिका कस्तो प्रकारको रहेको छ, उसको मुख्य भूमिका छ वा सहायक भूमिका छ, यस बारेमा मैले हिजो तिमीलाई चर्चा गरिसकेको छु। जसमा हिजो मुख्य पात्रको रूपमा हामीले हिजो दिएका थियौँ। को दिएका थियौँ त थाहा छ तिमीलाई? मुख्य पात्रको रूपमा मैले भनेको थिएँ, मुख्य पात्रको रूपमा को थिए त? धनेसाउ, साउ र पुन्टे। यी दुई पात्रको बीचमा रहेको भाग्य कथा, यिनै पात्रको सबै सेरोफेरोमा यो पात्रले गर्ने कार्य, उसले खेल्ने भूमिका, उसको परिवेश र उसको कार्य अवस्था अनुसार नै यो कथा समाप्त भएको छ। यो कथामा मुख्यतः धनेसाउ पल्लो वर्गको अथवा माथिल्लो वर्गको व्यक्तित्व भएको र पुन्टे निम्नवर्गीय परिवारको सानो बच्चा अथवा बाल मनोविज्ञानले उसले कस्तो प्रकारको बोध गरेको छ भन्ने कुरालाई यस कथाले सन्देश दिन खोजेको छ। जसमा मैले हिजो नै भनिसकेको छु, जसमा मुख्य भूमिका खेल्ने धनेसाउले आफूले अहमता, उच्च वर्गीय शोषणीय भूमिका खेलेको छ भने पुन्टे एउटा निम्नवर्गीय परिवारको गरिबको सन्तान भएकोले उसले आफूले देखेको भोगेको कुराहरूलाई अगाडि बढाउँदै र अरूसँग आफ्नो वस्तुस्थितिलाई तुलना गर्ने प्रयास गरेको छ भाइ बहिनीहरू। जसमा के भनेको छ भने पुन्टेले आफ्नो घर परिवारमा रहेको वस्तुस्थिति र आफ्नो घर परिवारको अवस्था र आफ्नो लवाई खुवाईलाई धनेसाउको घर परिवार अथवा त्यहाँदेखि लिएर विद्यालयका आफ्ना साथीहरूको अवस्थासँग तुलना गरेको छ। जसले गर्दाखेरि उसले के भन्न खोजेको छ भने आफू कोही किन धनी र कोही किन गरिब हुन्छ, कोही कसैले यति सम्पन्न परिवारमा जन्म लिन्छन् र कोही कसैले निम्न वर्गमा किन जन्म लिन्छन् भन्ने कुरालाई उसले आफैले आत्ममूल्याङ्कन गर्दै आएको अवस्था देखाइएको छ। जसमा धनेसाउले गरेको कार्य उसले आफ्नो घर परिवारमा जान्छ र सोध्छ अथवा विद्यालयमा उसका साथीहरूले उप्रति गर्ने व्यवहार र अरूप्रति गर्ने व्यवहारको ऊ के गर्छ, बीचमा तुलना गर्छ र कोही किन यस्तो हुन्छ, कोही किन यस्तो हुन्छ भन्ने कुरा उसले आफ्नो घरमा गएर आफ्नो हजुरआमालाई सोध्छ। आफ्नो नजिकको साथी भनेको उसको को हुन्छ, हजुरआमाहरूले धेरै माया गर्नुहुन्छ, त्यसैले उसले के गर्छ, सोध्ने गर्दछ। आमा उसले के भनेर सोध्छ, आमा कोही किन धनी कोही किन गरिब किन हुन्छन् भनेर चाहिँ उसले हजुरआमालाई सोधेको कुरालाई पनि त्यहाँ देखाइएको छ। अनि उसले के भनेको छ, त्यस अवस्थामा उहाँ उसको हजुरआमालाई दिएको उत्तरलाई उसले तुलना गर्छ। उसको हजुरआमाले यति सजिलै उत्तर दिनुहुन्छ, जसमा भाग्यकै खेल हो बाबु, जसको भाग्यमा जे लेखिएको छ मानिसले त्यही उपभोग गर्नुपर्छ भनेर सहजै रूपमा उहाँले के गरिदिनुहुन्छ, उत्तर दिनुहुन्छ। यो कुरालाई मैले हिजो पनि तिमीलाई भनिसकेको थिएँ, आज स्मरणको लागि मात्रै भन्दैछु भाइ बहिनीहरू। फेरि पनि मैले भन्न चाहेँ, यी कुराहरूलाई मध्यनजर गर्दै तिमीहरूले के गर्नु पर्यो, कुनै पनि कार्यलाई तुलना गर्दाखेरि त्यो न भाग्य नभएर हामीले यस दृष्टिमा जानु पर्यो भाइ बहिनीहरू। के भने
हामीले भाग्यसँग कुनै पनि कुरा गर्ने होइन, हामीले कुनै पनि कार्य गर्दाखेरि आफ्नो मेहनत परिश्रम र आफ्नो कार्यलाई बढी मात्रामा प्राथमिकता दिनु पर्यो हैन। यसले भन्न खोजेको मुख्य आशा नै त्यही हो। कसैको भाग्यमा केही लेखिएको हुँदैन। भाग्य भनेको आफ्नो हातको कलमले लेख्ने हो भनेको छ यहाँ। किनभने हाम्रो मेहनत परिश्रम, हामीले गरेको कार्य हैन, हामीले गरेको कार्य अवस्था, त्यसलाई नै हामीले आफ्नो भाग्य बनाउन सक्छौँ। त्यसैले हामीसँग केही नभए पनि हामी मेहनती परिश्रमी र लगनशील भएर अगाडि बढ्यौँ भने हामी अवश्य पनि आफ्नो भाग्यलाई हामी बनाउन सक्छौँ। त्यसै हुनाले हामी कहिले पनि अल्छिमन गर्नु हुँदैन। यो म गर्दिनँ, यसलाई मलाई मन पर्दैन हैन, यस्तो कार्य गर्नलाई सहज छैन, गाह्रो छ भन्ने कुरा हुन्छ नि भाइ बहिनीहरू। त्यो होइन, कुनै पनि कार्यहरू हामीले गर्न सक्ने, मानवले गर्ने कार्य म पनि गर्न सक्छु अथवा मेरो साथीहरूले गर्ने कार्य म पनि गर्न सक्छु भनेर हामीले कुनै पनि काममा के भन्नुपर्छ, हिम्मत आँट जोस जाँगर जहिले पनि राख्नुपर्छ। किनकि पुन्टेले त्यो तुलना गर्ने अवस्थामा उसले सोधेको क्वेसन सँगसँगै उसले के गरिएको छ, ती हरेक कुराहरूलाई त्यहाँ के गरिएको छ, तुलना गरिएको छ। कार्य अवस्था, कार्यदृष्टि र परिवेशले त्यहाँ के गरिएको छ भने, परिवेश त्यहाँ कथावस्तुमा मैले भनेको थिएँ अस्ति नै तिमीलाई, परिवेश त्यहाँ एउटा गाउँले परिवेश दिएको छ। भाषा शैली पनि त्यहाँ के गरिन्छ, कथामा हुनुपर्ने तत्त्वको आधारमा त्यहाँ भाषा शैली हुन्छ। भाषा शैली पनि एउटा गाउँले परिवेशसँग तुलना गरिएको छ भाइ बहिनी। अनि त्यहाँ के भनेको छ भने, कुनै पनि वस्तुमा हामीले तुलना गर्दाखेरि आफूसँग सबैभन्दा पहिले तुलना गर्नुपर्छ र आफूले त्यसलाई कसरी अगाडि बढाउन सक्नुपर्छ र अरूले गरेको कार्यस्थितिमा हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरालाई त्यहाँ सहज रूपमा प्रस्तुत गरिएको छ भनेर मैले फेरि पनि तिमीलाई स्मरण गराएँ। यो कुरा मैले भनिसकेको थिएँ, फेरि पनि आज तिमीलाई स्मरणको लागि मात्रै यो गरिरहेको छु। किनकि हाम्रो यो मैले तिमीलाई स्मरण किन गर्न खोजेको भने, अन्य कुराहरू भोलि हामी कक्षा कोठामा पनि आएर गर्न सक्छौँ। अन्य जुन पठन बोधहरू हाम्रो छ, जुन पाठमा पढ्नुपर्ने होइन, सस्वर वाचनहरू गर्नुपर्ने अवस्था छ, यो कुराहरू हामी कक्षा कोठामै आएर गरौँला। तर अभ्यास तल दिएको छ भाइ बहिनीहरू, अभ्यासलाई फेरि स्मरण होस् र अभ्यास सहज तरिकाले गर्न सकौँ भनेर मैले यो कुरा तिमीलाई फेरि स्मरण गर्न चाहेको हो। फेरि पनि हेर, यहाँ के छ भने भाइ बहिनीहरू, तल अभ्यास दिएको छ हामीलाई। अभ्यासमा के हुन्छ भने, सबैभन्दा पहिले माथिको कुरा मैले भनिसकेँ, सामान्य रूपमा चरित्र चित्रणहरू पनि तिमीलाई भनिसकेँ। जस्तै यहाँ छ धनेसाउको चरित्र चित्रण भनेर गृह कार्य हिजो तिमीलाई दिइसकेको छु मैले, त्यसमा तिमीहरूले अवश्य पनि बनायो होला। यदि बनाएको छैन भने फेरि पनि बनाउने प्रयास गर्ने। त्यसपछि अर्को चरित्र चित्रण छ, पुन्टेको मुख्य चरित्र, विशेष गरेर मुख्य पात्रहरूको चरित्र चित्रण गर्न हामीले जानिसक्यौँ भने अन्य पात्रहरू अवश्य पनि हामी जान्न सक्छौँ। अथवा गौण पात्र भनिन्छ अथवा सहायक पात्र भन्ने गरिन्छ। ती सहायक पात्रहरूको हामी अवश्य पनि जान्न सक्छौँ। त्यसैले हामीले, मैले हिजो तिमीलाई दिएको गृह कार्य गरिसक्यो होला। अब हाम्रो पुन्टेको चरित्र चित्रणमा एकपल्ट म सरस्वती तिमीलाई स्मरण गराउँछु भन्न त भनिसकेको छ। के भनेको छ तिमीलाई म क्वेसन भन्दै यसरी प्रश्न सोधिन्छ। जस्तो चरित्र चित्रण, भाग्य कथामा पुन्टेको बाल मनोविज्ञानमा त्यो कथाको परिवेशमा चित्रण गर्नुहोस् अथवा भाग्य कथाले पुन्टेले खेलेको भूमिका कस्तो रहेको छ अथवा चरित्र चित्रण गर्नुहोस्, उसको चरित्र चित्रण गर्नुहोस् भनेर सोधिदिएको अवस्थामा तिमीहरू यसलाई कसरी प्रस्तुत गर्ने त हैन। कुनै पनि पात्रको चरित्र चित्रण गर्दाखेरि कथाको केही मात्रामा भागलाई तिमीहरू सुरुमा लेखिदेऊ अथवा भाव तिमीहरूले के बुझेको छौ, कथाले दिन खोजेको भाव के हो त। हामीले सबैभन्दा पहिले मैले भनिसकेको छु, शीर्षक बुझ्ने साथै हामीले शीर्षकले भन्न खोजेको आशय हामीले जान्नुपर्छ। जस्तै भाग्य भनिसकेपछि भाग्य भनेको नियति हो हैन, त्यसको कर्म भन्ने गरिन्छ। कर्म बनाउनको लागि उसले के गर्नुपर्छ, मेहनत परिश्रम गर्नै पर्छ। त्यसैले यहाँ के भनेको छ, हजुरआमाले भनेको अवस्थालाई हेर्दाखेरि त्यहाँ भाग्यको खेल बनाएर उहाँले छैटौँ दिन देवताले अथवा भगवानले हाम्रो निधारमा आएर लेखिदिएको हुन्छ। त्यही हामीले जीवनभर भोग्नुपर्छ भनेर चाहिँ उहाँले एउटा रूढिवादी रूपमा अथवा परम्परा हाम्रो गाउँघरमा चालचलनमा रहेको संस्कृति अनुसार उहाँले सहजै रूपमा भन्नुभएको छ। हामीले त्योभन्दा अलिकति अगाडि गएर हामीले के भन्न खोज्यौँ भने, संस्कार संस्कृति हाम्रो परम्परा रीतिरिवाज एक ठाउँमा छ भाइ बहिनीहरू, त्योलाई तोड्ने भन्ने कुरा होइन। त्यसलाई लिँदै हामीले के गर्नुपर्दछ भने अलिकति परिवर्तन गर्न चाहनु पर्यो अथवा त्यो नै हो भन्ने कुरा होइन, त्यो सँगसँगै हामीले अर्को कुरालाई पनि जोड्न सक्नु पर्यो। भाग्य छ हामीसँग, नियति भनेको हुन्छ हामीसँग, तर त्यसलाई हामीले के गर्ने त, बनाउनलाई के गर्नुपर्ने त। छैटौँ दिनमा भगवानले आएर लेखिदियो भन्दैमा हामीले कुनै पनि कर्म नगर्ने त,
मेहनत नगर्ने त होइन। हामीले जबसम्म मेहनत र परिश्रम गर्दैनौँ हामी भाग्य बनाउन सक्दैनौँ। त्यसैले हेर भाइ बहिनीहरू, हामीले भाग्य बनाउनको लागि मेहनत परिश्रम र के गर्नुपर्छ, जोस जाँगर र हिम्मतको लागि अगाडि बढ्नुपर्छ। अनि मात्रै हामी भाग्य बनाउन सक्दछौँ। हामीले कर्मको फल खोज्नु पर्दछ। हामीले गरेको कार्यसँग हामीले गरेको फललाई हामीले जोड्न जान्नुपर्दछ। हामी कर्म गर्छौँ तर हामी फल जोड्दैनौँ भने फेरि त्यो भाग्य हामी बनाउन सक्दैनौँ। कसरी भन त, जसरी कसको पुन्टेको बुबाले बिहान उठेदेखि बेलुकासम्म उसले धने साहुको मजदुरी गर्दछ होइन, उसको खेतबारीमा काम गर्दछ र त्यो कामको फल उसले लिन चाहँदैन अथवा उसले दिँदैन। उसँग धन सम्पत्ति छ धने साहुसँग, तर उसले त्यो मजदुरलाई जति दिनुपर्ने त्यति उसले दिँदैन। त्यो उसले आफूले गरेको कर्मको फल खोजेन। उसले के भन्यो, आफूले जिउने हो होइन, जसरी भए नि जिउनुपर्छ भन्ने कुराले उसले जति धने साहुले उसलाई दिन्छ त्यति मात्रै उसले लिन्छ। त्यसैले भाइ बहिनीहरू, त्यति मात्रै लिएको कारणले के भयो, उसले आफ्नो कर्मसँग उसले के गर्यो, त्यो कर्मसँग अथवा भाग्यसँग आफूलाई त्यहाँ जोडेर भाग्यमा जे छ त्यही खाने हो होइन, उसले त्यस प्रकारले हिँड्यो। त्यसैले त्यो होइन। जसरी के भनेको छ, पुन्टेले तलको उत्तरमा एउटा के भनिरहेछ, बुबा हामीले कर्म गर्दैमा पाइने हो भने हामीले अहिलेसम्म गरेको कर्म अथवा हजुरले बिहानदेखि बेलुकासम्म जुन प्रकारको मेहनत गर्नुहुन्छ, धने साहुले जसरी बसेर खान्छ, यी दुवै कुरामा उसले उसले गरेको छैन तर पनि उसले फल पाउँछ। हजुरले यति काम गर्नुहुन्छ र पनि पाउनुहुन्न भन्दाखेरि यो त उसले त्यहाँ एउटा उखान प्रयोग गरेको छ। भाइ बहिनीहरू तिमीहरूले बुझ्ने गर, त्यहाँ उखान त्यसलाई प्रयोग भनिन्छ। उखान के भनेको छ, काम गर्ने कालु मकै खाने भालु भएन र भनेर उसले त्यहाँ सोधेको छ होइन। वास्तवमा काम गर्ने कालु मकै खाने भालु भनेको काम गर्ने चाहिँ मजदुर त्यो पुन्टेको बुवा हुनुहुन्छ, त्यसको प्रतिफल खाने भनेको धने साहु छ होइन। त्यस कारणले त्यो होइन र भनेर उसले त्यहाँ सोद्धाखेरि वास्तवमा त्यो कुरा हो, उसले गरेको त्यो काम हो, उसले गरेको कार्य हो, उसले त्यहाँ वास्तवमा मेहनत परिश्रम गर्ने पुन्टेको बुवा हो। तर फल जति कसले पाइरहेछ त, धने साहुले है। धने साहुले पाएको हुनाले धने साहु सम्पन्न छ। तर त्यो प्रवृत्तिलाई लिने होइन। उसले के भन्छ, मन हुनेसँग के छैन, जमिन प्रशस्त छैन, जोसँग धन छ उसँग मन छैन। यस्तो प्रकारको उत्तर उसको बुवाले दिनुहुन्छ पुन्टेलाई। के भनेर, जोसँग धन छ उसको मन छैन, जोसँग मन छ उसको धन छैन। किनकि गरिबहरू दुखीहरूको मन हुन्छ, उसले प्रति उसले कुनै पनि काम गर्छन् दया माया, अर्को प्रतिको माया के हुन्छ उसलाई पलाउँछ। तर जो सम्पन्न हुन्छन्, धनी हुन्छन्, अलिकति सम्पन्न परिवार छन्, उसँग त्यस्तो प्रकारको माया र भाव हुँदैन भन्ने कुरा उसले त्यहाँ देखाउन खोजेका छन्। त्यस कारणले हेर, यसमा यो कथामा यस्तो नभएर हामीले त्यो कसैको मजदुरी गरेर काम गरेर हामीले के गर्नु पर्यो, त्यसको प्रतिफल लिने प्रयास गर्नुपर्छ। पहिले नै हामीले भन्नु पर्यो कि यति गरे बापत म यति लिन्छु होइन, अझ अथवा मैले गरेको प्रतिफल मसँग हुनुपर्छ र तपाईँले गरेको प्रतिफल तपाईँसँग हुनुपर्छ। यो कुराहरूको हामीले पहिले सुरुमै राख्नुपर्छ भनेर चाहिँ पुन्टेको बुवाले त्यहाँ सारमसम्म पुन्टेलाई सम्झाउन खोजेका छन्। तर त्यसमा के गरेको छ, किन गर्नु भएन भन्ने प्रश्नमा पनि उनले यसरी नै जोडिदिएका छन्। जोसँग धन छ उसँग मन छैन, जोसँग मन छ उसँग धन छैन। यसरी उनले बच्चालाई सम्झाउने प्रयास गरेका छन्। हेर भाइ बहिनीहरू, त्यस्तै गरेर यहाँ पनि हामीलाई त्यही कुरालाई देखाइएको छ। अब म तिमीलाई यो स्मरण गराएँ। अब हेर, पुन्टेको चरित्र हेर, यहाँ के भने, भाग्य कथामा हामीले यसरी लेख्नु पर्यो, माथिको कथामा अथवा भाग्य कथामा पुन्टे एउटा निम्न वर्गीय परिवारको के हुन्छ, छोरा हुन्छ। उसँग विपन्नता छ, गरिबी छ। एक दिन होइन, गरिबी छ, उसको बुबा कुनै धनाढ्यको अथवा धनीमनी भनाउँदाहरूको एउटा मजदुरीको काम गर्नुहुन्छ र त्यसैले उसको आफ्नो परिवार पालिएको छ। एक दिन पुन्टे आफ्नो बुबासँग धने साहुको भन्ने घरमा जान्छ र उसले धने साहुले खाने टाइम भएको अवस्थामा ऊ त्यहाँ पुग्छ। त्यो अवस्थामा धने साहुले खाना राखेको विभिन्न प्रकारको परिकारहरू उसले के गर्छ, हेर्छ। उसले कहिले पनि त्योभन्दा अगाडि त्यसरी के हुन्छ, त्यति धेरै परिकारहरू खाएको उसले कसैले खाएको देखिरहेको अवस्था छैन। त्यति बेर धने साहुले के गरेको हुन्छ, थालमा भात राखेको हुन्छ, अलि भात र
विभिन्न प्रकारको तरुवा बरुवा बनाउँ, हामी त्यसरी नै खान्छौँ। पाहुना आउँदाखेरि उसले तरुवा बरुवा विभिन्न 3-4 प्रकारको तरकारीहरू, दही दुध घिउ उसको त्यो थालीको वरिपरि कचौरा प्लेटहरूमा राखिएको हुन्छ। त्यो अवस्था देखेर पुन्टेलाई अचम्म लाग्छ। उसले कहिले पनि जीवनमा त्यो अवस्थासम्म त्यति धेरै खानेकुराहरू एकैपटक कसैले खाएको देखाएको थिएन, अथवा उसको घरमा कहिले पनि पाक्दैन थियो, किनकि उस एउटा विपन्न परिवारको छोरा थियो, अथवा त्योभन्दा अगाडि ऊ कहीँ पनि गएको थिएन। यो अवस्था हेरेर ऊ छक्क पर्छ होइन, पुन्टे छक्क पर्छ र उसले के गर्छ, त्यो खानेकुरा सबैभन्दा पहिला के खाने होला त, उसको मनमा जिज्ञासा पलाउँछ। कसको मनमा? पुन्टेको मनमा। सबैभन्दा पहिले तरकारी खाने कि चटनी खाने कि त्यो भात खाने कि दही दुध खाने हो कि के खाने होला? त्यति धेरै खानेकुरा हामी त दाल र भात एकै ठाउँमा मुछेर तरकारी एकै ठाउँमा हालेर खाइदिन्थ्यौँ, अब यति धेरै परिकारपछि के खाने होला? उसको एउटा जिज्ञासु मनमा विभिन्न प्रकारको प्रश्न के हुन्छ, उत्पन्न हुन्छ। अनि उसले हेर्छ, धनेले खाएको हेरिरहेको बेला उसले जस्केलाबाट भनिएको छ भाइ बहिनी, जस्केला भनेको हाम्रो मूल ढोकाभन्दा साइडको ढोका हुन्छ, जसबाट के हुन्छ मानिसहरू ओहोरदोहोर गर्दैन, त्यो अर्कैपट्टिको ढोका हुन्छ। जुन मेन ढोका हुन्छ त्यो ढोकाबाट होइन, अर्को साइडको ढोकाबाट, त्यसलाई जस्केलो भनिन्छ नेपालीमा। त्यो जस्केलाबाट उसले च्याएर हेरेको हुन्छ। त्यसै अवस्थामा अब उसले खान्छ, धनेसाउले खाना खाइसक्यो, ऊ हेर्छ। हेरिसकेपछि धनेसाउले के गर्छ, अलिकति खानामा अलिक दुध मिसाएर ऊ लिएर जान्छ र बाहिर लगेर के गर्छ, कुकुरलाई दिन्छ। ढुङ्गामा त्यहाँ भनेको छ जुठेल्नुमा राखिएको भनेको छ। जुठेल्नु भनेको भाँडा मज्ने ठाउँ, जुठो फाल्ने ठाउँलाई जुठेल्नु भनिन्छ। त्यो भाँडा मोल्ने ठाउँमा धनेसाउले अलिकति भात राखिन्छ र कुकुर आएर त्यो भात खाइदिन्छ। त्यो भात खाएको पनि पुन्टेले हेरिरहन्छ भाइ बहिनीहरू। त्यो पनि ऊ छक्क परेर हेरिरहन्छ, अचम्म मान्छ। उसलाई त्यति बेला उसले हेरेको देखेर कसले, धनेसाउले के भने उसलाई एउटा हैकमवादी स्वरमा उसले के भन्छ, ए मोरा कुकुरलाको भातमा जुठो चोखे लाउलास् है भनेर गाली गर्छ। एउटा हैकमवादी रूपमा उसले एउटा गालीको स्वरमा कुकुरले खाएको किन हेरिरहेको त्यसरी भनेर उसले हेर्छ। त्यो अवस्थामा पुन्टेको बाल मनोविज्ञानमा के हुन्छ भाइ बहिनीहरू, पुन्टेलाई लाग्छ कि गरिबको छोरा भएर अथवा मान्छे भएर जन्मनुभन्दा त धनीको कुकुर भएर जन्मिएको भए पनि दुध र भात खान पाइने रहेछ। उसले आफूलाई त्यति बेला यस्तो तुलना गर्छ, एउटा कुकुरभन्दा पनि निम्नवर्गीय रूपमा आफूलाई लिन्छ र उसले आफूलाई एकदम कमजोर महसुस गर्छ र उसले त्यो कुराहरूलाई लिएर घर फर्कन्छ। घरमा गएर उसले सोध्छ, उसको हजुरआमालाई सोध्ने गर्छ हरेक कुराहरू। त्यो कुरा फेरि भन्छ र त्यही कुराहरू उसले के गर्छ, आफूले कोही किन धनी र कोही किन गरिब भनेर उसले त्यहाँ के गरेको हुन्छ, तुलना गरेको हुन्छ। र यी कार्यहरूलाई हेर्दाखेरि भाइ बहिनीहरू वास्तवमा के हुन्छ, यस कथामा पुन्टे एउटा बाल पात्र भए पनि उसले के गरेको छ, आफूलाई समाजको परिवर्तन गर्न चाहने व्यक्तित्वको रूपमा यहाँ प्रस्तुत गरेको छ। सामाजिक वस्तुस्थितिमा जुन माथिल्लो र तल्लो वर्गीयको रूपमा भएको जुन कार्य छ त्यसलाई के गर्ने, परिवर्तन ल्याउन चाहने रूपमा उसले हेरेको छ। त्यसैले यस कथामा पुन्टे एउटा सत् चरित्रको पात्रको रूपमा हामीले प्रस्तुत गरेको पाएका छौँ र उसको सेरोफेरो माने कथा प्रस्तुत भएको कुरालाई पनि यहाँ अभिव्यक्त गर्न सकिन्छ। अथवा पुन्टे जस्ता हामी तिमी होइन, हामी पनि त्यो एउटा निम्न परिवारका बालबच्चा भएकोले हामी तिमीले कसैले पनि सम्पन्नले मात्रै सबै काम गर्न सक्छन्, सम्पन्न परिवारका व्यक्तित्वले मात्रै सबै काम गर्न सक्छन् र हामी विपन्न परिवारका व्यक्तित्वले केही गर्न सक्दैनन् भन्ने कुरा भाव जुन हाम्रो मनमा छ त्यसलाई निकालेर फालिदिनु पर्यो। किनकि मेहनत परिश्रम गरेपछि सबैले गर्न सक्छन्, विपन्न र सम्पन्न भन्ने कुरा यहाँ केही पनि छैन। त्यसैले भाइ बहिनीहरू हेर, कुनै पनि कार्यहरू गर्न चाहेको अवस्थामा कसैले पनि छेक्न सक्दैन। प्रतिभा भन्नेसँग तिमीसँग जुन जोस जाँगर छ नि, त्यो जोस जाँगरलाई तिमीहरूले कसै गरे पनि के गर्नु पर्यो, लुकाउनु भएन। उत्साह र जाँगरका साथ यो उमेरमा तिमीहरूले अवश्य पनि कुनै पनि कार्यहरू गर्नुपर्छ भन्ने कुरा लाग्नु पर्यो। कहिले पनि हामीले के गर्नु पर्यो, बुवा आमाले होमवर्क गर भन्नु नपरोस् र टिचरले तिमीले होमवर्क गरेका छैनौ किन भनेर गाली गर्नु नपरोस्। यो कुराहरू तिमीलाई त्यहाँ सन्देश दिन खोजिएको छ भने अर्कोतिर सामाजिक परिस्थितिलाई हामीले सहज रूपमा परिवर्तन गर्नुपर्छ भन्न पनि खोजिएको पाउन सकिन्छ भाइ बहिनीहरू। त्यसैले पुन्टेको चरित्र सच्चरित्रको रूपमा अगाडि बढेको भन्ने कुरा यहाँ प्रस्तुत भएको छ। ल हेर,
अब त्यसपछि छ म तल तिमीलाई अभ्यासमा गएँ, त्यो आमा हुनुहुन्छ, पुन्टेका बुवा आमा हुनुहुन्छ, जुन प्रकारको उहाँहरूले खेल्नुभएको भूमिका छ त्यो पनि वास्तवमा एउटा सामाजिक परिवर्तन ल्याउने र बाल मनोविज्ञानलाई कुनै पनि असर नपर्ने तरिकाले उहाँले के भन्नुभएको छ, पुन्टेलाई सम्झाउने क्रममा के भन्नुभएको छ, हामीले तिम्रो निधार पनि खाली राखिदिएका छौँ, त्यहाँ भगवान्ले केही लेखिदिनु भएको छैन, र बहिनीको निधार पनि खाली राखिदिनेछौँ, त्यहाँ पनि भगवान्ले केही लेख्नु हुने छैन, तिमीहरूले आफैले त्यो के गर्नुपर्छ, निधारमा लेख्ने काम अथवा भाग्य बनाउने काम गर्नुपर्छ भनेर एकदम सहज तरिकाले उहाँहरूलाई सम्झाउने प्रयास गरिएको त्यहाँ देखिएको छ। ल हेर भाइ बहिनीहरू, त्यसभन्दा तल चाहिँ हामीले अब हामी अभ्यासमा जाउँ। यो 3-4 दिनसम्म हामीले यसलाई नै वर्णन गरिरहेका छौँ। अब हामी अभ्यासमा जाउँ। अभ्यासमा भने के छ भने हाम्रो अभ्यास छ भाइ बहिनीहरू, अभ्यासमा सहज तरिकाले 1 नम्बरमा हामीलाई के दिएको छ, माथिको पाठ पालै पालो एक एक अनुच्छेद पढेर कक्षामा सुनाउनुहोस् भनेको छ। यहाँ हामीसँग अलिकति सम्भव छैन, त्यो कुराहरू हामी के गर्नेछौँ त, तिमीहरूले यहाँ मैले लेखेको त बुझ्न सक्दैन होला, तर मैले सामान्य रूपमा यहाँ लेखिदिएको छु, यस्तै तरिकाले लेख्ने म सम्झाउने प्रयास गर्नेछु भाइ बहिनीहरू। यहाँ के छ भने 1 नम्बरमा दिएको छ, अभ्यासमा के भनिएको छ, 1 नम्बरमा पाठको एक एक अनुच्छेद पालै पालो पढ्नुहोस् भनेको छ है। यो कुराहरू हामी के गर्नेछौँ त, पछि कक्षा कोठामै आएर पालै पालो पढ्ने प्रयास गर्नेछौँ। अहिले 2 नम्बरमा हेर, 2 नम्बरमा अभ्यासको 2 नम्बरमा के भनिएको छ भने, पुन्टे किन छक्क परेर हेरिरहेको थियो, यहाँ पनि लेखिदिएको छु हेर। अभ्यासको 2 नम्बरमा यो के भनेछ, लेख्ने कुरा छैन, भन्ने मात्रै छ यहाँ है। सहज तरिकाले एकै वाक्यमा उत्तर दिने कुरा प्रयास गर्नेछ। यहाँ छ, पुन्टे किन छक्क परेर हेरिरहेको थियो। के भनेछ, पुन्टे किन परेको थियो त, तिमीलाई के थाहा छ, तिमीलाई त भन त, कसैले थाहा छ, थाहा छ होइन। पुन्टे छक्क पर्नको कारण के थियो भने, धनी साहुले थालको वरिपरि थुप्रै प्लेट र कचौरामा राखेको खानेकुरा देखेर पुन्टे छक्क परेर के गरिरहेको थियो, हेरिरहेको थियो होइन। अथवा धनी साहुले त्यति धेरै खाना एकैपटक खाएको देखेर पनि ऊ के गरेको थियो, छक्क परेर हेरिरहेको थियो है। यसरी हामीले बुझ्यौँ। कसरी बुझ्यौँ त, पुन्टेले छक्क पर्नुको कारण के थियो त, उसले त्यति धेरै खानेकुरा खाएको कसैले एकैपटक खाएको देखेको थिएन, त्यसैले धने साहुले खाना खाएको छक्क परेर हेरिरहेको थियो। अर्को क्वेसन छ भाइ बहिनीहरू, दिउँसो छुट्टीमा केटाकेटीहरू के गर्थे भनेको छ। दिउँसो छुट्टी भन्नको मतलब टिफिनको टाइममा है, हाम्रो विद्यालयमा टिफिन हुन्छ, त्यस टाइममा के गर्थे भनेको छ। यस टाइममा पुन्टेलाई अलिकति हेपाई तरिकाले हेर्ने भएको र उसलाई ताकेर उसको साथीहरूले भकुन्डोले हान्ने गर्थे। भकुन्डो भने थाहा छ, फुटबल है। त्यो फुटबलले अथवा भकुन्डोले उसलाई के गर्थे, हान्ने गर्थे। यहाँ भनेको छ, मैले लेखिदिएको छु, दिउँसो छुट्टीमा केटाकेटीहरू पुन्टेलाई भकुन्डोले ताकी हान्ने गर्थे है। कसरी हान्थे त, ताकेर भनेको उसलाई नै लाग्ने तरिकाले उनीहरू जिस्काएर अथवा अलिकति हेपाइज परे प्रकारले उसलाई के गर्ने गर्थे त, बलले हान्ने गर्थे। अब हेर भाइ बहिनीहरू, अर्को छ, गमा छ, हजुरआमाको विचारमा भाग्य के हो है। यहाँ तिमीलाई लामो क्वेसन एन्सर लेख्नु छैन, यसको प्रश्नको उत्तर लेख्नु छैन भाइ बहिनीहरू। छोटो भन मात्रै भनेको छ, लेखन छैन, त्यसैले मैले तिमीलाई छोटो लेख्ने प्रयास गरेको छु। के छ भने यसमा भनेको छ, हजुरआमाको विचारमा भाग्य के हो भनेको छ। हजुरआमाको विचारमा भाग्य भनेको 6औं दिन देवताले लेखिदिएको खेल हो होइन। अथवा भनेको छ, 6औं दिन निधारमा आएर चाहिँ भगवान्ले लेखिएको लेख चाहिँ हाम्रो त्यही नै भाग्य हो, हामीले त्यही जीवनभरि भोग्नुपर्छ भन्ने हजुरआमाको भनाइ हो है, त्यही नै हो भनेको छ। अर्को छ, कर्मको कलम भनेको के हो। कर्मको कलम भनेको हाम्रो मेहनत परिश्रम हो भाइ बहिनीहरू। अगाडिदेखि मैले भन्दै आएँ, हामीले कर्मको कलमले कुनै पनि भाग्य लेख्नुपर्छ। मैले भने तिमीहरूलाई है, भाग्य हामीले कहाँ लेख्ने त, कर्मको कलम। कर्म भनेको हामीले गरेको काम हो, कलम भनेको हाम्रो हात खुट्टा पाखुरा हुन्। यसैले हामीले हाम्रो भाग्य बनाउने हो। हात खुट्टा पाखुराले नै हामीले जुन मेहनत परिश्रम गर्छौँ त्यसबाट हामीले भाग्य बनाउने गर्दछौँ है। त्यसैले हामीले कर्मको कलमले नै हाम्रो के गर्ने गर्दछौँ त, भाग्य बनाउने गर्दछौँ। कर्मको कलम भनेको हाम्रो मेहनत परिश्रम र के हो, उत्साह जाँगर, यो नै हाम्रो के हो त, कर्मको कलम हो है। अर्को कुरा छ,
मान्छेको भाग्य कसरी बलियो र राम्रो हुन्छ है। मान्छेको भाग्य, यहाँ छ क्वेसनमा, प्रश्न छ, मान्छेको भाग्य कसरी बलियो र राम्रो हुन्छ। हेर भाइ बहिनीहरू, मान्छेको भाग्य भनेको के हो त? मान्छेको भाग्य भनेको त्यो कुरा हो, मान्छेको कर्म हो है। मान्छेले भाग्य बलियो बनाउनलाई मेहनत परिश्रम गर्नु पर्यो, जोस जाँगर देखाउनु पर्यो, उत्साह हुनु पर्यो मानिसमा। कुनै पनि कामहरूमा हामीले कुनै पनि के गर्नु हुँदैन, हेलचेक्राइ गर्नु हुँदैन। यो त भइहाल्छ भन्ने होइन, यसलाई म राम्रो तरिकाले गरेर देखाउँछु भन्ने कुराको हामीलाई हिम्मत आँट हुनु पर्यो। त्यो नै मान्छेको के हो त? कर्म बलियो बनाउने कार्य हो। त्यसैले भाइ बहिनीहरू, मान्छेको कर्मको फल भनेको चाहिँ मान्छे कसरी आफ्नो बलियो र राम्रो बनाउँछ भने जसले मेहनत गर्न सक्छ, जसले परिश्रम गर्न सक्छ, जसले जोस जाँगर र हिम्मत राख्न सक्छ, त्यो नै मान्छेको कर्मको के हुन्छ? फल बलियो र राम्रो बनाउने प्रयास गर्छ अथवा राम्रो हुन्छ है त। अनि अर्को छ, त्यसरी नै हामीले अर्को त्योभन्दा तल छ, कसले कसलाई किन भनेको हो भनेको छ है। यहाँ कसले कसलाई किन भनेको भन्ने कुरा छ। यो अभ्यासमा 2-3 नम्बरमा तिमीलाई दिएको छ। भाग्य भनेको देउताले हाम्रो निधारमा लेखेको कुरा हो। कसको भनाइ हो यो भन त? थाहा छ तिमीलाई? थाहा छ होइन? यो भनाइ कसले भनेको हो त? यो भनाइ पुन्टेको के भनेको छ? भाग्य भनेको देउताले हाम्रो निधार, पुन्टेको हजुरआमाले पुन्टेलाई भनेको होइन। जति बेला उसले सोधेको हुन्छ त्यति बेला के हुन्छ? पुन्टेको हजुरआमाले पुन्टेलाई भनेको। हामीले तेरो 6औं दिनमा देउतालाई तेरो भाग्य लेख्न दिएनौ नि। कसले भनेको छ? पुन्टेको पुन्टेको बुबाले पुन्टेलाई भनेको। पुन्टेले जति बेला के गर्छ, आज बहिनीको छठियार हो, 6औं दिन त हो, यसलाई हामीले के गर्नुपर्छ? भाग्य लेख्दा राम्रो लेखिदिनुपर्छ भनेर उसले भनेको हुन्छ। त्यति बेला उसको बुवाले के भन्नुहुन्छ? बहिनीलाई पनि हामी केही लेख्न, बहिनीको निधारमा पनि हामी केही लेखिदिने छैनौँ र तिम्रो निधारमा पनि हामीले केही लेखिदिएका छैनौँ, निधार खाली राखिदिएको छ भनेर उसले भनेको हुन्छ। हेर, त्यो कसले भनेको भयो त? पुन्टेको बुवाले पुन्टेलाई भनेको है। कर्मको कलमले भाग्य लेख्नुपर्छ। कसले भनेको? पुन्टेको बुबाले पुन्टेलाई भनेको है। कसले भनेको त? पुन्टेको बुबाले पुन्टेलाई भनेको। यो पनि है, यो त काम गर्ने कालु मकै खाने भालु झैँ भएन र भनेर चाहिँ पुन्टेले आफ्नो बुवालाई के गरेको? यो प्रश्न गरेको छ, जुन के छ उसले सोधेको छ। त्यति बेला कसले भनेको भन्ने, अब हामीले कसले कसलाई भनेको भनेको छ नि, त्यस कारणले यो पुन्टेले पुन्टेको बुवालाई भनेको है। कसले भनेको त? पुन्टेले पुन्टेको बुवालाई भनेको होइन। अर्को छ, अब श्रम र जमिनको सम्बन्ध हाम्रो भाग्यसित जोड्ने कुरा गर्नुपर्छ। कसले भनेको? यो पुन्टेको बुबाले पुन्टेलाई भनेको छ। जति बेला पुन्टेले तपाईँ धेरै मेहनत परिश्रम गर्नुहुन्छ, तर तपाईँको भाग्य चाहिँ यस्तो छ, तर धने साहु कम मेहनत गर्छ, उसको भाग्य राम्रो छ भनेको अवस्थामा उसको बुवाले उसलाई सम्झाउने क्रममा यो वाक्य भनेको छ है। त्यसैले गर्दाखेरि भाइ बहिनीहरू, यो तिमीहरूले कसरी बुझ्ने भने यसमा अब श्रम र जमिनको भनेको पुन्टेको बुवाले पुन्टेलाई सम्झाउने क्रममा यो भनेको हो भनिदिने। अब अर्को छ 4 नम्बरमा। हेर, 4 नम्बर छ, ठिक उत्तर ठिकको चिन्ह लगाऊ भनेको छ। धनीराम कसको नाम हो? धनीराम कसको नाम थियो? धने साहुको होइन। धनीराम धने साहुको नाम थियो। यहाँ तिमीलाई अप्सन पनि दिएको छ, बुबाको, आमाको र साहुको भनेको छ। साहुको होइन। हाम्रो भाग्य अरूलाई लेख्न दिनु हुँदैन, यो भनाइ कसको हो भनेको छ है। यसमा के भनेको छ? अप्सनहरू तिमीलाई दिएको छ। अप्सन दिने क्रममा के भनेको छ? पुन्टेकी आमाको, पुन्टेको हजुरआमाको र पुन्टेका बुबाको। कसको हो त? भाग्य हामी कसैलाई लेख्न दिँदैनौँ भनेको पुन्टेको बुवाको होइन। त्यसपछि छ, धनेले दुध र भात ल्याएर कसलाई दियो? धनेले दुध र भात ल्याएर चरालाई दियो कि होइन? पुन्टेलाई दियो कि कुकुरलाई दियो? कसलाई दियो? थाहा छ हामीलाई? थाहा छ होइन? धनेले दुध र भात ल्याएर कसलाई दियो त? कुकुरलाई दियो होइन। हामीले कुकुरलाई दिएको उसले हेरिरह्यो, उसले गुटुक्क थुक्निल्नको मतलब उसलाई के थियो? भोक लागेको थियो, खान मन थियो, त दुध र भात उसलाई खान मन थियो होइन। त्यसैले उसले त्यो हेऱ्यो। अब अर्को छ भाइ बहिनीहरू, योभन्दा तलको हामी 5 नम्बरमा जाउँ। 5 नम्बरको अभ्यासमा दिएको छ उत्तर लेख भनेको छ। योभन्दा माथि हामीले भन्ने कुरा मात्रै छ भाइ बहिनीहरू।
अब यो लेख्ने कुरा अब आउँदैछ, हामीले लेख्नुपर्ने गर्नुपर्ने हेर। म तिमीहरूलाई सरसर्ती भनिरहेको छु, यसमा तिमीहरूले बनाउने प्रयास गर्ने भाइ बहिनीहरू, आफू बनाउने। यदि बनाउन सकेनौ भने तिमीहरूले यसमा कल गरेर 041590097 कल गरेर पनि तिमीहरू भन्न सक्छौ, अथवा यसमा यहाँको स्टुडियोको नम्बरमा पनि भनेर कल गरेर तिमीहरू यसलाई के गर्नेछौ, सोध्न सक्नेछौ। र भोलि फेरि म तिमीहरूले नबुझेको कुरालाई एकपल्ट फेरि स्मरण गराउने प्रयास गर्नेछु भाइ बहिनीहरू। यसमा के छ भने जुन हाम्रो यो रेडियो जनकपुर 97 मेगावाट सञ्चालन भइरहेको यस कार्यक्रममा हामीले अनलाइन क्लासमा भइरहेको जुन कार्यक्रम छ यसमा सहज रूपमा बसेर सुन्ने र पढ्ने र हेर्ने प्रयास गरिरहेका छौँ। त्यसमा अवश्य पनि तिमीहरूले पनि गरिरहेको छौ होला भन्ने आशा गर्दै आज प्राविधिक मित्रले समय सकिएको बोध गरिसक्नु भएछ। अब म आजको कक्षालाई यहीँ समाप्त गर्दै भोलि तिमीहरूलाई फेरि यो अभ्यास गृह कार्यको रूपमा भोलि फेरि तिमीहरूले यो अभ्यास गरेर ल्याउनेछौ भन्ने आशाका साथ आजको कक्षालाई यहीँ अन्त्य गर्ने जानकारी गराउँदछु। धन्यवाद।